साथीहरु नमस्ते नमस्कार सम्पूर्ण साथीहरुलाई पक्कै पनि सिकाउनु होला छोटो जिन्दगीको लामो सम्झना मुटु भरिको माया। मेरो नयाँ भ्लग सुरु भइसक्यो है साथीहरु। के गर्ने जिन्दगी भनेको यस्तो हो। दिल्लीमा चाहिँ अहिले चाहिँ आज चाहिँ एकदमै घाम लाग्छ। हेर्नुस् नपत्याएपछि घाम लाग्छ, माथि बादल छ हैन। भक्करै भक्करै यस्तो सिन छ के। यहाँ हेर्नु त माथि 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 के भन्छ त्यसको नाम, बादल। कस्तो दामी बादल लाग्छ। ल है साथीहरु आउँदै गर्नु होला भ्लगतिर र कमेन्ट पनि राम्रो राम्रो गर्दै जानु होला र साथ सपोर्ट दिनु होला पनि भन्न चाहन्छु सम्पूर्ण साथीहरुलाई। डेली भ्लग सुरु भएको छ है साथीहरु। के गर्ने, अर्काको देशमा नौकरी गर्दै बस्दै गरिरहेछ हैन। यही हो जिन्दगी भनेपछि। ल साथीहरु अब चाहिँ मेरो चाहिँ नुहाउने टाइम भयो हैन। अब नुहाएर मिल्छु फेरि हजुरसँग है त। अब चाहिँ हामी हालखबर यहाँ युट्युबमा बोल न यार, कस्तो मान्छेहरु बोल्दै नबोल्दै यार। कन्टेन्ट यहाँ कन्टेन्ट क्रिएटर ढोल्छे, हमारा ढोल्छे बोलता नहीं है। हेलो साथीहरु, ल है यो चाहिँ भन्छ, यसलाई भन्छ किनुवा हैन। किनुवा भुलिसक्यो, भुलिरहेछ। अनि यतातिर तपाईको यो चाहिँ खिचडी तयारी भइसक्यो हैन। खिचडी बनाउने अब चाहिँ केही समयपछि चाहिँ चट्टै यसलाई यो किनुवा बनाउने हो। अनि त्यसपछि अब रोटी सब्जी बनाउने हो हैन। यो चाहिँ अब काम गर्नलाई चाहिँ हाम्रो किचन छ हैन। यता चाहिँ किचन पर्यो साथीहरु। के गर्ने यस्तो हो। यता चाहिँ बर्तन च्याट्टो धुने पुरै किचन हो। हेलो साथीहरु नमस्ते। अब चाहिँ ल किनुवा बनाउने तरिका चाहिँ यस्तै हो हैन। यो हाम्रो टमाटर, यो हाम्रो किनुवा, यसलाई भन्छ किनुवा। अब मसला भुन्ने अनि बनाउने हो साथी हो। के गर्ने यस्तै छ साथीहरु हैन। अब चाहिँ ट्याक्कै किनुवा बनाउने। किनुवा बनाएपछि तपाईको अनि यो बसिया छ। यसलाई अनि खाना खिलाउने, यसलाई घुम्न लिएर जाने। कस्तै बसिया छ हेर्नुस् त। ओहो रातिमा चाहिँ काम गर्नुपर्छ। के भन्ने यस्तै हो साथी हो। के गर्ने, गाह्रो छ जिन्दगी। ल है रोटी बनाउने है। अब साथीहरु रोटी बनाउने, रोटी पकाउने काम छ हैन। साथीहरु हेर्नु होला हैन। अब खाना बनाउँदैछु, अलि पछि आउँछु है त। अब भने सलाद काट्ने तरिका, सलाद काट्नलाई तयारी है। अब साथीहरु सलाद काट्नलाई तयारी भइसक्यो। काटेपछि देखाउँछु ल। छुट्टी भएको छ हैन। अब लाग्यो साथीहरु घरतिर है त। के गर्ने जिन्दगी भनेको यही। आपका जोड़ीदार कहाँ गया? सो गया होगा। परिसक्यो साथीहरु। अब भने हिँडेको यहाँ त जानु रहेछ, कमरा जानु रहेछ। 5-10 मिनट लाग्छ। खाना पनि बोकेको छु। अनि म चाहिँ अहिले घर कमरातिर जाँदैछु हैन। अँध्यारो अँध्यारो छ, देखिन्न होला अँध्यारो छ। के गर्ने साथीहरु यस्तै हो। आफ्नो जिन्दगी भनेपछि रमाउनु पर्छ हैन। कसैको प्राइभेसी पनि देखाउँदो हुँदैन भन्छन् है। यस्तै हो। आज चाहिँ लास्टै 10:15 भइसक्यो जस्तो लाग्छ। अब के गर्ने साथीहरु, आज चाहिँ लामो ड्युटी है। मेरो चाहिँ लामो ड्युटी भएको छ साथीहरु आज चाहिँ। के गर्ने यस्तै हो। बाटो चाहिँ हिँड्नै पर्छ हैन। अँध्यारो छ। अब भनेपछि हामी कमरामा गएर मिल्छौँ है।